विक्रम सम्वत 1849 मा सन्धि हुँदा आफ्नो राज्य आफैले राज्य गर्न पाउने शर्तमा नेपालको अधीनस्थ हुने गरी समझौता भएपछि नेपालको विक्रम 1849 मा नेपालको सिमाना यमुना नदीसम्म पश्चिममा यमुना नदीसम्म ठोकिन पुगेको थियो। अब उहाँको कला कौशलता कूटनीति कस्तो थियो खासमा तपाईँ त एउटा इतिहासको जानकारको रूपमा हुनुहुन्छ, चिन्तनको विषयमा हुनुहुन्छ, तपाईँलाई मन परेको के छ त्यहाँनिर? किनभने नेतृत्वले गर्ने कला कौशलताको बारेमा यहाँ त्यति धेरै नभएर नेतृत्वमा गइहाल्ने छ, तर उहाँसँग त त्यो तालिम त पक्कै लिनु भएन होला, उहाँको आफै त्यो शक्ति होला कि त्यो उहाँले आर्जन गरेको त्यो शक्ति हुन्छ, आफ्नो बुवाबुले गरेको त्यहाँबाट देखेर सिकेर अनुभव प्राप्त गरेर अनि अझ त्यसमा पनि निखारिनु भयो उहाँ। हजुर। अब बहादुर शाहमा एउटा के देखिन्छ यसमा अवगुण, उहाँका गुण, सफल पक्ष र दुर्बल पक्ष। उहाँ चाहिँ एक ठाउँमा युद्ध हुँदा हुँदै अर्को युद्ध गर्नुभयो, हतारिने एउटा चाहिँ उहाँको त्यो कमजोरी भेटिएको छ। एउटा कमजोरी के भेटिएको छ भने उहाँले आफ्नै भाउजूसँग मेलमिलाप कायम गर्न सक्नु भएन। त्यो गर्नु पर्थ्यो। पारिवारिक रूपमा चाहिँ कलह भयो भने त्यहाँ कमजोरी हुन्छ एकदम। र रणबहादुर शाहलाई शिक्षा दीक्षा दिन अलिक सक्नु भएन। त्यो नदिएको कारणले त्यो पो भयो कि। र उहाँसँग के थियो भने पृथ्वी शाहले एकीकरण गर्न नसकेको, विरोधीलाई अलग अलग गर्न नसकेकोलाई बहादुर शाहले विरोधीलाई अलग अलग पारिदिनु भयो। जबकि अगाडिसम्म पर्वत र पाल्पाको गाढा सम्बन्ध थियो। अब उहाँले विवाह गरिसकेपछि पर्वत र पाल्पाको सम्बन्ध टाढियो, टुरियो। उहाँ शत्रुलाई चाहिँ अलग अलग गर्न सफल हुनुभयो। उहाँको त्यो कौशलता, त्यो यहाँ कौशलता देखियो। उहाँको नीति के देखिन्छ भने बाहिर बाहिर सबैसँग सम्बन्ध गर्ने, भित्र चाहिँ शत्रुलाई एक्ल्याएर पछाएर कब्जा गर्ने। र अर्को नीति के देखिन्छ, है तिमी त्यहाँ लाग्नुभन्दा यहाँ लाग्नु श्रेय छ है भने साना साना राज्यहरूलाई फकाउँदै आफ्नो पक्षमा ल्याउन सक्ने त्यो किसिमको कौशलता देखिन्छ, नीति। अर्को कुरा के छ, कसैले पनि आफ्नो राज्य त छोड्दैन। नछोड्ने भए ल है नेपालको आऊ अधीनस्थ हौ, तिम्रो तिमी गर भनिएपछि के भयो त, उनीहरूले आफ्नो सुरक्षाको लागि ल ठिकै छ त भनिदिए। त्यसैको तिनीहरूको सहयोग र आफ्नो बलबुताले अरू राज्य कब्जा गर्न बहादुर शाह सफल हुनुभएको छ। अब जाउँ यो कुरा, यो जेल हजुर जेल र 44 वर्षमै उहाँको मृत्यु हुनु र त्यो 44 वर्षको अगाडि नै त्यो एकदम छोटो उमेरमा उहाँले एकदमै राम्रोसँग काम पनि गर्नुभयो हैन त। अब चाहिँ हामी उहाँले सत्ता सम्हालेको के रे 1842 साउन 2 गतेदेखि उहाँले शासन सत्ता कहिलेसम्म गर्नुभयो त 1851 सम्म, जम्मा 33 हो। र उहाँ त रणबहादुरको नायब चलाउनु भएको थियो। रणबहादुर पहिला नाबालक थिए, पछि ठुला हुँदै गएपछि उहाँ ठुला भएपछि के गर्नु भनेपछि आफ्नो जेठो छोरा रणबहादुरको जेठो छोरा रणेन्द्र चाहिँ हुँदा हुँदै अब कान्छीपट्टिका छोरा उमेरले पनि कान्छो, जम्मा 1.5 वर्षको गिरवान युद्ध विक्रम शाहलाई रणबहादुरले राजगद्दी दिन खोजेका थिए, किनभने कान्तिवती अति प्रिय पात्र थिइन् एकदमै। अब परम्परा अनुसार जेठो छोरा राजा हुनु पर्नेमा कान्छो छोरा राजा गराइएकोमा कान्छो छोरा राजा गराउनेमा
बहादुर शाहले त्यसमा सही गरेनन्, त्यसमा मन्जुरी भएनन्। र अर्को कुरा, बहादुर शाहले नापी गर्ने आदेश माग्दा रणबहादुरले माग्दा बहादुर शाहले नदिएकोले रणबहादुर शाह रिसाए, जसको कारणले उनले विभिन्न आरोप लगाएर मेरो बुवा प्रताप सिंह शाह, मेरी आमा राजेन्द्र लक्ष्मी, म रणबहादुर शाहलाई मार्ने उद्योग गरेको, देशको सम्पत्ति दुरुपयोग गरेको विभिन्न आरोप लगाएर, अवास्तविक आरोप लगाएर उनलाई जेल हालियो। कान्छा बुवालाई जेल हालियो। र त्योभन्दा जेल हाल्नु पूर्व पनि रणबहादुर शाहले आफ्ना कान्छा बालाई दरबारबाट निकालेर त्यो ठाउँमा आफ्ना भाइलाई राखे र बहादुर शाह पशुपतिको धर्मशालामा गएर बस्नु भएको थियो। इतिहासले त्यो भन्छ। हजुर, बस्नु भएको थियो। पछि उहाँलाई 1853 फागुन 26 गते जेल हालियो। जेल हालेपछि उहाँलाई चाहिँ उहाँको शिरमा तातो तेल खन्याइयो र विभिन्न किसिममा गरेर उहाँलाई चाहिँ वास्तविक रूपमा रणबहादुरले मारेको इतिहासले बताउँछ। जेलभित्रै मारेको। त्यसरी देशको लागि नेपाललाई तेब्बर ठुलो नेपाल गराउने बहादुर शाहलाई निर्विवेकी रणबहादुर शाहले मारे। परिवारभित्रकैबाट मारियो। हजुर, उहाँ अब के अरे 1814मा जन्मिनुभयो भने 1854मा उहाँको मृत्यु भयो भने 40-41 वर्षको उमेरमा उहाँको भयो। त्यो छोटो अवधिमा भयो, तर चाहिँ नेपालको लागि चाहिँ ठुलो योगदान। बहादुर शाहको त्यो काल भनेको स्वर्णकाल होइन। त्यति विस्तार कसैले गर्न सकेको थिएन। अब कार्यक्रमको अन्त्यमा छौँ। अब यति बेला चाहिँ बहादुर शाहलाई आम नागरिक र अहिलेको सत्ता सञ्चालन गर्ने सरकार, राजनीतिक दलले चाहिँ कसरी चिन्नुपर्छ होला, संक्षिप्त भनाइ। उहाँले नेपाल सरकारले के गर्नुपर्छ, सुरुमा महेन्द्र राजाको पालामा त्यो छनौट समितिले अन्याय गरेको छ। नेपाललाई तेब्बर ठुलो नेपाल बनाउनेलाई राष्ट्रिय विभूति राखिएन। उहाँलाई चाहिँ राष्ट्रिय विभूतिमा राखिनु पर्दछ। त्यो सम्मान गर्नुपर्छ। र पृथ्वी बहादुर शाहले नेपालका लागि के योगदान गर्नुभयो, त्यो योगदान बारेमा पाठ्य पुस्तकमा राखिनु पर्दछ। किनभने एउटा युवकले देशलाई कति लामो, कति ठाउँसम्म कति विस्तार गर्यो भन्ने कुरा चाहिँ सबै देशका सन्ततिहरूले अध्ययन गर्न पाउन्। हजुर, त्यसको मूल्याङ्कन गर्न पाउन्। नेपालका महत्त्वपूर्ण स्थानमा बहादुर शाहको शालिग राखिनु पर्छ। बहादुर शाहको पालामा कुन भाग नेपालका विजय भएका थिए त्यो शालिगदेखि मुनतिर लेखिनु पर्दछ। यदि भयो भने देशभक्तिको अनुभव सबै नेपालीलाई हुनेछ। र यो विभिन्न खालको जातीय दङ्गा यस्तो हुने छैन। र अहिलेका पिँढीहरू के छ, के अरे आफ्नो पार्टीलाई महत्त्व दिन्छन्, आफ्नो जातिलाई महत्त्व दिन्छन्, आफ्नो वंशलाई महत्त्व दिन्छन्, तर नेपाललाई चाहिँ महत्त्व दिएको देखिँदैन। सद्बुद्धि पलाओस्, सद्बुद्धि सबैमा पलाओस्, यही शुभकामना छ। हजुर, र अन्त्यमा यो कार्यक्रममा बिहानै तपाईँ आइदिनु भयो। कार्यक्रममा आएर बहादुर शाहलाई हामीले स्मरण गऱ्यौँ, स्मृति गऱ्यौँ, सम्मान गऱ्यौँ, उहाँको बारेमा चर्चा गऱ्यौँ। तपाईँलाई धेरै धेरै धन्यवाद छ सर। र मैले एउटा के भन्न चाहेँ भने सर, नेपालका लागि विशेष योगदान गर्ने पितृहरूको पटक पटक यस टेलिभिजनमा कुराकानी
अवसर दिलाउनु भएको थियो। थियो जाजरकोटले पनि त्यो गर्ने भएन, मित्र थिए। त्यसपछि ओहो मैले ठुलो आत्मघाती भुल गरेँ। यो के अरे पर्वत प्युठान र जुम्ला हामी एक भएको भए यो गोर्खालीले यहाँ पश्चिम विजय गर्न हामीसँग सक्ने थिएन। हामीले यहाँ ठुलो गल्ती गरियो भनेर सुभान शाहीले ठुलो पश्चाताप गर्नुभयो। जुम्लाका काजी सुभान शाही जो राजाका एकदम नजिक मान्छे। त्यसपछि अब नेपालले त्यो दाङ कब्जा रोल्पा भइसक्यो। त्यसपछि गएर अब उहाँ दैलेखमा पनि आक्रमण गरियो। अब दैलेखमा आक्रमण गरिसकेपछि अब जुम्लामा आक्रमण गर्नु छ। जुम्लामा आक्रमण गर्नु पूर्व बहादुर शाहले के चलाकी गर्नु भने मुस्ताङ उसको जुम्लाको मातहतमा थियो। त्यस्तै बाजुरा पनि जुम्लाकै मातहतमा थियो। बझाङ जुम्लाको मातहतमा थियो। अछाम जुम्लाकै मातहतमा थियो। त्यस्तै धेरै साना राज्यहरू धेरै जुम्लाको मातहतमा थिए। बहादुर शाहले के गर्नु भने तिमीहरू हाम्रो उसमा आऊ, तिमीहरूको राज्य थामिदिन्छु, तिमीहरूलाई हामी केही गर्दैनौँ होइन, आवश्यक परे सहयोग दिनु भनेपछि ती राज्यहरूले के सोच्यो भने जुम्लाको संरक्षणमा रहनुभन्दा नेपालको संरक्षणमा रहनु श्रेयकर ठाने एकदम। त्यसपछि जुम्लालाई जो सहयोग दिने जो राज्यहरू थिए ती सबै बहादुर शाहको नजिकमा आइपुगे। र बहादुर शाहको नीति के थियो भने मुखले चाहिँ जुम्लासँग सम्बन्ध राख्ने, व्यवहारमा चाहिँ एक ल्याउने नीति थियो। त्यसले गर्दा त्यो बहादुर शाहका जो सहयोग गर्ने राज्यहरूलाई आफूतिर ल्याइदिनु भयो। जुम्ला एक्लो हुन पुग्यो। त्यसपछि अर्को कुरो फेरि के गर्नुभयो, जुम्ला जस्तो राज्यसँग बलियो राज्य जबकि 22,000 सेना छ, एकदमै त्यसलाई जित्नु त कठिन छ। त्यसपछि विक्रम सम्वत 1844 सालमा कुमाऊका राजासँग बहादुर शाहले एउटा सन्धि गर्नुभयो। के सन्धि गर्नुभयो? कर्णाली नदीदेखि पूर्व नेपालले जितेर लिनु, कर्णाली नदीदेखि पश्चिम कुमाऊले जितेर लिनु भनेर सम्झौता गरियो। त्यो सम्झौता गरेका कारण के, हामीले जुम्लामा आक्रमण गरेको बेलामा कुमाऊ त्यहाँ नआइदियोस्, लड्ने भिड्न नआइदियोस् भनेर छेक्नको लागि त्यो रणनीति बहादुर शाहले अपनाउनु भएको थियो। त्यसैको फलस्वरूप 1846 मा त्यहाँ जुम्लामा आक्रमण भयो। 1846 साल असो 23 गते जुम्ला गोर्खाले विजय गर्यो हैन। अब विजय भयो। विजय मात्र होइन, त्यस बेला पनि विद्रोह पनि उठेका थिए। ठाउँ विद्रोह उता विजय गर्नु छ, उता विद्रोह पनि उठेको छ। त्यस्तै गरिकन अलिकति त्यहाँ कुरा काटे। रुकुम जिल्लाको आरबिसकोट, बाँफीकोटमा पनि 1845 तिर त्यहाँ विद्रोह भयो। जुम्ला पनि विजय गरिसकेपछि पनि सुबान शाहीले विद्रोह गराइदिए। जुम्ला अन्तर्गत मुगु, हुम्ला लगा के अरे अछाम विद्रोह गराइदिए। त्यो विद्रोहमा पनि जस्तै नेपालमा नेपाली नेताहरूले भारतले उक्साए झैँ सुबान शाहीलाई तिब्बतले उक्साएको थियो, सहयोग गरेको थियो। त्यसले गर्दा नेपाललाई एकदम समस्या पारिराखेका थिए। र त्यो विद्रोह समाप्त गर्न
रुकुम आठबिसकोट बाँफीकोटमा दुईजना चाहिँ नेपाल तर्फबाट विद्रोह साम्य गर्न दुईजना मर्नुभयो, अरू थुप्रै मर्नुभयो, अरूको नाम चाहिँ त्यति छैन। दुईजना विष्टको चाहिँ त्यहाँ मारिनु भएको छ विद्रोहलाई समाप्त गर्नलाई। त्यस्तै गरेर अछाम विद्रोह समाप्त गर्न त्यहाँ पनि दुईजना मारिनु भएको छ। अब जुम्ला त विजय भयो। अब फेरि के अरे डोटी राज्य छ। डोटी राज्य त शक्तिशाली छ। शक्तिशाली राज्य, जबकि उसको क्षेत्रफल खैरगढ लखनऊको अलि माथितिर कता पर्छ ठुलो राज्य छ। अब त्यो कब्जा गर्नु त स्थिति छैन। अब जुम्लाको अधीनमा भएका जुन राज्य थिए ती सबै गोर्खा राज्यमा अधीनस्थ भइसके र अब जुम्ला पनि आफ्नो कब्जामा आइसक्यो। अब सम्झौता अनुसार, पहिलेको सम्झौता अनुसार त डोटी त कुमाउले लिने हो, किनभने त्यो कुराको सम्झौता भएको छ। पहिले सम्झौता भएको थियो, तर कुमाउमा चाहिँ आपसी विद्रोह थियो। त्यस बेला कुमाउले डोटी लिन सक्ने अवस्था थिएन। अवस्था नभएपछि नेपालले डोटीमा आक्रमण गरी विक्रम सम्वत 1847 भाद्र 31 गते नेपालले डोटी जस्तो बलियो राज्य कब्जा गर्यो। अब त्यति भइसकेपछि अब कुमाउतिर आँखा लाग्यो। अब कुमाउमा त्यहाँ आपसमा विद्रोह झगडा छ भएको बेलामा कुमाउका हर्षदेव जोशी बन्धुहरूको सहयोगले विक्रम सम्वत 1847 चैत 11 गते कुमाउको राजधानी अल्मोडा नेपालीले सजिलै विजय गर्यो। ल हेर्नुहोस्, त्यहाँसम्म हामी पुग्यौँ। अब त्यसपछि कुमाउ विजय भइसकेपछि नेपालीको नजर फेरि कहाँ लाग्यो त? गढवालतिर लाग्यो। अब गढवालमा चाहिँ नेपालले 1848 असारमा नेपालले गढवालको राजधानी श्रीनगर सहित अलि पर अलकानन्दा नदीसम्म नेपालले विजय गर्यो। त्यसपछि त्यो हुँदाहुँदै के अरे तिब्बतसँग युद्ध हुने अवस्था आयो। युद्ध हुने अवस्था आएपछि नेपालले गढवालसँग सन्धि गरेर गढवालले वार्षिक 25,000 नेपाललाई बुझाउने शर्तमा गढवाललाई छोडिदिएर नेपालले तिब्बतसँग युद्ध गर्ने भयो। युद्ध गर्ने भइसकेपछि नेपालले अब कुती, केरुङ, कुकुरघाट हुँदै के अरे तिब्बतको राजधानी लासा नजिकै दिगर्जासम्म कब्जा गर्यो। र कब्जा गरिसकेपछि पछि फेरि त्यहाँ के भयो त? दिगर्जा कब्जा गर्यो नेपालले, 50 धारे कति सुन, त्यहाँका सुन सबै लुटी ल्यायो हैन। ल्याइसकेपछि त्यहाँ अब चीनले यो त मेरो भाग हो, यो यहाँ आयो भनेर अब भन्यो र भोटले चाहिँ चीनसँग मद्दत माग्यो। मद्दत मागेपछि चीन र भोटको संयुक्त युद्धले नेपालमाथि आक्रमण भयो। त्यसरी पछि आक्रमण भइसकेपछि नेपालले प्रताप मल्लको समयदेखि नेपालको कब्जामा रहेको कुती, केरुङ व्यापारी केन्द्र गुमाउनु पर्यो। अब खासा पनि उतैतिर पर्न गयो र पछि नेपालको सिमाना बेत्रावती सन्धिद्वारा टुङ्गियो। अब ठिक छ। अब चाहिँ हामी कहाँ जाउँ भने यो बहादुर शाहको कुरा गर्दैछौँ।
अब उनी नायक भएपछि झन्डै तपाईँको महिनाको हिसाबले पनि मध्यकालमा टुक्रिएको हिमवत खण्डलाई एउटै राष्ट्र बनाउने उद्देश्य थियो। त्यही पृथ्वी शाहको उद्देश्यमा बहादुर शाह पनि लाग्नु भएको थियो। वास्तवमा उहाँ पृथ्वी शाहको कान्छा छोरा भए पनि वास्तवमा राजा हुने लायकको व्यक्ति उहाँ हुनुहुन्थ्यो। तर परम्पराले जेठो छोरा नै हुनुपर्ने भएकोले बहादुर शाह राजा हुने अवसर पाउनु भएको थिएन। उहाँका काका दलजी शाहले यो बहादुर शाहमा धेरै क्षमता छ, राजगुण योग्य छ, प्रताप सिंह शाहलाई होइन बहादुर शाहलाई राजा गर्नुपर्छ भन्ने प्रस्ताव पनि गर्नुभएको थियो। तर पृथ्वी शाहले परम्परागत नियमलाई तोड्दाखेरि नराम्रो असर पर्ने भएकोले बहादुर शाहलाई राजा बनाइएको थिएन। र उहाँ आफ्नो नायबी काल जम्मा 9 वर्ष कालमा कास्कीदेखि लिएर के अरे यमुना नदीसम्म नेपाल पुर्याउनु भएको थियो, विस्तार गर्नुभएको थियो। त्यति विस्तार पृथ्वी शाहले पनि गर्न सक्नु भएको थिएन। जुन कुरा चाहिँ बहादुर शाहले 9 महिनाको कार्यकालमा 9 वर्षको कार्यकालमा गर्नुभयो। अब 9 वर्षमा प्रताप सिंह शाहको महारानी राजेन्द्र लक्ष्मीले पनि गर्न सक्नु भएन, थोरै मात्रै गर्नुभयो। उहाँले त 9 वर्ष कार्यकालमा नेपाल पृथ्वी शाहकालीन नेपाललाई त तेब्बर ठुलो नेपाल बनाउनु भएको, यमुनासम्म पुर्याउनु, यमुना नदीसम्म पश्चिममा। अब यो विशेष योगदानको रूपमा तपाईँले चर्चा गर्दै हुनुहुन्छ। अझ भित्र जान्छु, किनभने हाम्रो यो कार्यक्रममा चाहिँ संक्षिप्त तर पेचिलो किसिमले हामीले चाहिँ कुरा गर्नेछौँ। अब यहाँले त्यो यमुना नदीसम्मको विस्तारको कुरा गर्नुभयो। अहिले राज्य सत्ता नेतृत्व गर्नेहरूले चाहिँ हाम्रो सीमा यो हो भनेर पनि स्पष्ट बोल्न नसक्ने, उल्टै सीमाको विषयमा चाहिँ अरू देशहरूको चाहिँ सीमा हामीले कब्जा गरेका छौँ भन्ने यस्ता विवादास्पद कुराहरू पनि आइरहेका छन्। सर, त्यसमा एकछिनपछि जाउँला। त्योभन्दा अगाडि बहादुर शाहले यो सीमालाई विस्तार गर्ने क्रममा अथवा एकीकरण गर्ने क्रममा चाहिँ विभिन्न किसिमका रणनीति अपनाएको भन्ने कुरा पनि तपाईँसँग पनि इतिहाससँग पनि र अरूबाट सोधीखोजी गर्दा पनि सुन्नमा आउँछ। रणनीति अपनाउनुहुन्थ्यो उहाँले। हजुर सर, मूर्खता होइन, युद्ध भनेर मात्र होइन, उहाँले चाहिँ रणनीति अपनाउनुहुन्थ्यो। जुन रणनीतिले त्यो योजना सफल हुन्थ्यो। पनि त्यसमध्येमा एउटा चाहिँ वैवाहिकको कुरा पनि छ, कहिलेकाहीँ 81 आक्रमणको कुरा पनि छ। यो वैवाहिक कुरामा चाहिँ पाल्पा लगायत केही कुराहरू पनि सुनिन्छ। राज्य जो राज्य एकदम शक्तिशाली राज्य, त्यसको बारेमा अलिकति चर्चा गरिदिनुहोस् न। के गरेर उहाँले त्यो रणनीति अपनाउनु त्यो संक्षेपमा, तर कुन ठाउँमा कस्तो किसिमको योगदान गर्नुभएको छ? कतै आक्रमण गर्नुभएको छ, जुम्लाको कुरा गर्नुहुन्छ, डोटीको कुरा गर्नुहुन्छ, अथवा कतैको कुरा गर्दै गर्दाखेरि त्यो आक्रमणको कुरा छ, अर्कोतिर चाहिँ विवाहको कुरा छ, वैवाहिक सम्बन्धको कुरा छ। हजुर, यो पृथ्वी शाह पश्चिमतिर विस्तार नेपाल गर्न सक्नु भएन। कारण के थियो भने पाल्पा र पर्वत चाहिँ शक्तिशाली राज्य थिए त्यस बेला, एकदमै हो शक्तिशाली राज्य भएको कारणले पृथ्वी शाहले पश्चिमतिर विजय अभियान सफल हुन सकेको थिएन। अब पृथ्वी शाहको निधनपछि प्रताप सिंह शाह राजा हुनुभयो। उहाँको कार्यकालमा त्यति राम्रो काम भएन। राजेन्द्र लक्ष्मीको 9 वर्ष कार्यकालमा राम्रो काम, रणबहादुरको नायब हुनुहुन्थ्यो राजेन्द्र लक्ष्मी, उहाँले पनि त्यति राम्रो काम गर्न सक्नु भएन। र बहादुर शाहले नायब लिएको कहिले हो भने 1842 साल साउन 2 गते जब राजेन्द्र लक्ष्मी स्वर्गारोहण हुनुभयो। अब राज परिवारको सबभन्दा पहिलो हक उहाँको थियो। त्यसकारण उहाँले
रणबहादुरको नायकको रूपमा बहादुर शाहले काम गर्ने अवसर प्राप्त गर्नुभयो। अब आफू नायक भइसकेपछि उहाँले के गर्नुभयो भने पाल्पामाथि आक्रमण गर्नु उहाँले सम्भव देख्नु भएन। जुन कि अब शक्ति राष्ट्र शक्ति त्यति बेलाका राज्यहरूमा एउटा पर्वत एउटा पाल्पा चाहिँ असाध्यै शक्तिशाली थियो। हजुर। त्यसपछि पाल्पा धेरै शक्तिशाली थियो। पाल्पाको सम्बन्ध अवधसँग थियो, अवध राज्यसँग थियो। अवध राज्य पनि अङ्ग्रेजको मातहतमा गइसकेको थियो। अब पाल्पालाई सोझै आक्रमण गरेको खण्डमा अवधको सेना आउँथ्यो एकदमै र पहाडको गोपनीयता थाहा पाउँथ्यो, जसको कारणले पश्चिम अभियान असफल हुने उहाँले देख्नु भएको थियो। त्यसकारण उहाँले पाल्पामाथि आक्रमण गर्नुभन्दा पाल्पासँग पाल्पा राजाको महादत्त सेनकी विद्यालक्ष्मीसँग विक्रम सम्वत 1842 माघ 10 गते उहाँले पाल्पा राजाकी छोरीसँग विवाह गर्नुभयो। अब विवाह सम्बन्धले अब गाढा सम्बन्ध भयो, जसको उद्देश्य थियो पाल्पा राज्यसँग सम्बन्ध भएपछि पाल्पा राज्यले पनि हामीलाई सहयोग गर्छ, जसको कारणले पश्चिम विजयमा सफल हुन्छ भन्ने योजना थियो। र त्यो विषयमा पाल्पालाई केही जानकारी पनि दिइसक्नु भएको थियो। जब पाल्पासँग वैवाहिक सम्बन्ध गाँसियो तब 1843 सालदेखि छिटोभन्दा छिटो उहाँले त्योदेखि पश्चिमका भागहरू गुल्मी अर्का खाँची दाङ रोल्पा प्युठान प्युठान त्यस के अरे दैले जुम्ला डोटी कुमाउ के अरे उसको अल्मोडा हान्दै जानुभयो। त्यो उहाँले त्यो किन छुट्टै छुट्टै विस्तारमा लाग्नुभयो त? त्यो पनि अचम्मको छ। कतै यी मसँग जो सम्बन्ध भएको छ कतै शत्रुले फुटाइदिन्छन् कि फुटाउने बित्तिकै त कमजोर बनिन्छ भइन्छ भनेर उहाँले छिटो एकदमै विस्तार गर्ने नीति लिनु भएको थियो। त्यसपछि अब उहाँले पहिला बहादुर शाहले पर्वतमाथि आक्रमण गर्ने योजना बनाउनु भयो। त्यो आक्रमण गर्नु पूर्व त्यहाँ के अरे जुम्लाको के अरे काजी सुभाष शाहीसँग एउटा तटस्थ सम्बन्ध स्थापित गर्नुभयो। म त्यहाँ आक्रमण गर्छु, त्यहाँ तिमी तटस्थ बस्दिनु, उसलाई सहयोग नगर्दिनु आशय त्यो चाहिँ हो। हजुर। र केही दिउँला है तिमीलाई भागभण्डा भनेर जुम्लालाई तटस्थ राख्न उहाँ सफल हुनुभयो। त्यसपछि जुम्लाले पनि के सोच्यो भने मैले ठुलै भाग पाउँला भन्ने आशाले उसले पनि चुप लाग्यो, तटस्थ बस्दियो। त्यसपछि के अरे नेपालले पर्वतमाथि आक्रमण गर्यो र विजय सफल भयो। एउटा शक्ति राज्य चाहिँ कमजोर भयो, अर्को चाहिँ वैवाहिक सम्बन्धले उहाँले चाहिँ त्यसलाई आफ्नो हातमा लिइसक्नुभयो। जुम्लालाई सन्तना मन्त्रणा गराइसक्नुभयो। त्यसपछि त्यसमध्येको एउटा शक्तिशाली राज्य भनेको प्युठान पनि थियो। अब प्युठान आक्रमण गर्ने बेलामा उता पाल्पासँग पनि सम्बन्ध छ, पाल्पा पनि सहयोग आउँछ। त्यसले गर्दा पाल्पाको र गोर्खाको सम्बन्धले प्युठान पनि विजय भयो। त्यसपछि त्यति भइसकेपछि अब जुम्ला राज्यले के पायो त? एउटा सानो ठिनी गाउँ मात्रै पाएपछि, गाउँ मात्रै दियो, एउटा ठिनी गाउँ मात्रै पायो। त्यसै सुभाष शाही झस्किए। ओहो, यहाँनिर ठुलो आत्मघाती काम गरिएछ भनेर उनी झस्किए। अब
दाङले यो नेपाललाई रोक्न सक्ने क्षमता थिएन। दाङ